हेलो नमस्ते एभ्रिवान। अब टुडे मैले चाहिँ हजुरहरूलाई आज रिबेल प्रिफरेन्स थ्योरीको बारेमा चाहिँ हल्का भन्न गइरहेको छु है। मैले चाहिँ एकदम जिस्ट कुरा भन्छु, यति जान्नुभयो भने हजुरहरूलाई एकाडेमिकमा होस् या कम्पिटेटिभ एक्जामहरू राष्ट्र ब्याङ्कमा होस् या एमए इकोनोमिक्स सबैमा चाहिँ काम लाग्छ जस्तो लाग्छ मलाई चाहिँ। मैले चाहिँ यस्तै गरी नै पढ्थेँ। अब रिबेल प्रिफरेन्स थ्योरी चाहिँ अमेरिकन इकोनोमिस्ट पल साइमन्सनले चाहिँ प्रपाउन्ड गर्नुभएको होइन। यो थ्योरी अनुसार के भन्छ, अकर्डिङ टु दिस थ्योरी पिपुल रिबेल देयर प्रिफरेन्स अकर्डिङ टु देयर चोइस। भनेको पिपुलले चाहिँ के गर्छ, अरू फ्याक्टर्सहरूले भन्दा पनि उनीहरूले चाहिँ आफ्नो चोइसको आधारमा चाहिँ के गर्छ, प्रिफर गर्छ नि गुड्सहरू है। भनेको एक्जाम्पलको उसमा एप्पल एन्ड ओरेन्ज, ब्रेड एन्ड राइस होइन। अब सपोज एउटा कन्ज्युमरले एप्पल र अरेन्जमा एप्पल प्रिफर गर्छ भनेदेखि उसँग बजेटहरू नभएको कारणले, अरू त्यो कारणले त नहुनसक्छ। अब वान एप्पल डक्टर अवे भन्छ नि त, अब त्यो कारणले पनि हुनसक्छ। विभिन्न कारणहरू भनेको चोइस चाहिँ के हुन्छ, उनीहरूको प्रिफर्स अनुसार यो हुन्छ भन्ने कुरा हो होइन। अब हामी फिगरतिर जाँदैछौँ है। अब यो फिगर है, यो चाहिँ के हो, एलएम भनेको के हो, यो बजेट लाइन हो है। योसँग चाहिँ कन्ज्युमरसँग यो बजेट लाइन भयो, यो एक्स कमोडिटी भयो, यो वाइ कमोडिटी भयो भनेको। अब हामी यसलाई के भन्दैछौँ, यो द कस्ट अफ अल दिस कम्बिनेसन लाइज इन द सेम बजेट लाइन इज सेम होइन। यो बजेट लाइनमा परेको प्रोडक्टहरू भनौँ न, कमोडिटीहरू भनौँ, यसमा चाहिँ के हुन्छ, सेम हुन्छ भनेको ए कमोडिटी किने पनि बी कमोडिटी किने पनि उसको चाहिँ के हुन्छ, कस्ट सेम हुन्छ भन्ने चाहिँ एजम्सन हो यसमा है। अब अल द कम्बिनेसन बिलो टु हिज बजेट लाइन एज इन्फिरियर, यो एलएम छ नि, एलएम बजेट लाइन भन्दा मुनि भएको सिडिई यो तीनवटै प्रोडक्ट चाहिँ के छ, इन्फिरियर गुड्स हो भन्ने चाहिँ हो। किनभने अब यो बजेट लाइन भन्दा पनि कम भएपछि इन्फिरियर गुड्स नै हो भन्ने हो नि त। अब हामीले यो बजेट लाइन भन्दा माथिको के एफ कम्बिनेसनमा चाहिँ यो पनि हामीले अफोर्ड गर्न सक्दैनौँ। किनभने के हुन्छ, यो बजेट लाइन भन्दा माथि छ, यो भनेपछि यो गुड्स के हुनसक्छ, यो गुड्स एक्सपेन्सिभ हुनसक्छ। गुड्स त राम्रो होला तर एक्सपेन्सिभ हुनसक्छ। त्यो कारणले गर्दा चाहिँ कस्टमरले चाहिँ सिडिई पनि किन्दैन र एफ पनि किन्दैन। सिडिई किन किन्दैन, यो इन्फेरियर भएको कारणले किन्दैन। एफ किन किन्दैन, यो चाहिँ महँगो भएको कारणले किन्दैन। कन्ज्युमरले कुन चाहिँ किन्छ त भन्दाखेरि ए अथवा बी दुईटा मध्ये जुनै पनि किन्न सक्छ। ओके, यही हो नि मेन कुरा, यही हो है मेन कुरा। रिबेल प्रिफरेन्स थ्योरीको मेन कुरा यति नै हो। यति बुझ्नु भएपछि हजुरहरूले मजाले लेख्न सक्नुहुन्छ नि। अब एजम्सनतिर जाम है। अब एजम्सनमा के छ, कन्ज्युमर चाहिँ जहिले पनि के हुनुपर्छ, ऱ्यासनल हुनुपर्छ भन्छ। ऱ्यासनल भनेको उसले चाहिँ के गर्नु पर्यो, त्यो यो बजेटमा दिएको उसबाट चाहिँ उसले चाहिँ आफ्नो युटिलिटीलाई चाहिँ के गर्न सक्नु पर्यो, म्याक्सिमम युटिलिटी गेन गर्न सक्नु पर्यो। भनेको यो बजेट उसबाट यही बजेटमा बसेर उसको युटिलिटी पनि म्याक्सिमम गर्ने र त्यही कस्ट पनि हुनु पर्यो के। ओके है, यही हो ऱ्यासनल भनेको। अब पोजिटिभ इन्कम इलास्टिसिटी है भनेको के हुन्छ भन्दाखेरि, अब इन्कम बढ्दाखेरि त जहिले पनि के हुन्छ, डिमान्ड इन्क्रिज हुन्छ नि होइन। अब यहाँनिर अघि हाम्रो के थियो, एलएम बजेट लाइन थियो नि। अब यदि उसको चाहिँ इन्कम बढेर यता गएर उसको यो बजेट चाहिँ के भयो, माथि गयो भनेदेखि, अब यहाँनिर अघि थियो नि ए कम्बिनेसन थियो, यहाँ बी कम्बिनेसन थियो, यहाँ एफ थियो भनेदेखि उसले त यो एफ किन्न सक्छ, ए र बी त इन्फेरियर हुन सक्यो नि त। भनेको त्यो के हुनु पर्यो, पोजिटिभ इन्कम इलास्टिसिटी हुनुपर्छ भन्छ के। इन्कम बढ्दाखेरि के हुनु पर्यो, उसको डिमान्ड पनि इन्क्रिज हुनु पर्यो भन्ने चाहिँ उसको एजम्सन छ है यो थ्योरीको। अब अर्को के छ, कन्सिस्टेन्सी भनेको उसको बिहेभियर, कन्ज्युमरको बिहेभियर विल नट चेन्ज अगेन एन्ड अगेन। अब एकछिनमा एप्पल किन्यो भने फेरि एकछिनमा बनाना किन्यो भने त्यस्तो स्टेबल हुनु पर्यो क्या। अनस्टेबल नेचर भयो भने यो रिबेल प्रिफरेन्स थ्योरी चाहिँ यसमा इम्प्लिमेन्ट हुँदैन। ओके, देन ट्रान्जिटिभिटी है। ट्रान्जिटिभ भनेको कन्ज्युमर विल अलवेज सोज ट्रान्जिटिभिटी इन हिज बिहेभियर। उसको बिहेभियरमा चाहिँ उसले के देखाउनु पर्यो, ट्रान्जिटिभिटी देखाउनु पर्यो। ट्रान्जिटिभिटी बनाएर चाहिँ के रहेछ त भन्दाखेरि, अब ए इज ग्रेटर देन बी भनेको एलाई चाहिँ भनेको एप्पललाई चाहिँ बनाना भन्दा बढी मन पराउँछ। बनाना भन्दा बढी चाहिँ एप्पल चाहिँ कन्ज्युमरले किन्न चाहन्छ।
अनि बनाना भन्दा के अरे क्यारोट, यो सीलाई क्यारोट मानौँ, क्यारोटलाई भन्दा चाहिँ बनानालाई बढी किन्न मान्छेले रुचाउँछ भनेदेखि त्यति बेला के हुनु पर्यो, एप्पल चाहिँ क्यारोट भन्दा बढी किन्न रुचाएको हुनु पर्यो भनेको। सपोज एलाई बी भन्दा बढी मन पराउँछ र बीलाई सी भन्दा बढी मन पराउँछ भने एलाई चाहिँ सी भन्दा बढी मन पर्नुपर्छ। यो नै के हो, ट्रान्जिटिभिटी हो। ओके, यति हो नि। अब एजम्सन पनि कम्प्लिट फिनिस्ड भयो। अब क्रिटिसिजमतिर जाम। अब यो थ्योरीले के भनेको छ, चोइस रिभेल हिज प्रिफरेन्स भनेको छ, तर जहिले पनि चोइसले त प्रिफरेन्सलाई त रिभेल गर्छ भन्ने छैन नि त। यहाँनिर धेरै कारणहरू हुनसक्छ। सपोज एउटा पसलमा चाहिँ म अब फ्रुट्स किन्न भनेर गएँ, अब त्यहाँनिर म चाहिँ अरेन्ज किन्न भनेर गएको थिएँ, त्यहाँ अरेन्ज पनि रहेन, चाहिँ एप्पल र बनाना मात्र रहेछ र मैले एप्पल किनेर आएँ भनेदेखि त मेरो त्यति बेला त एप्पल किन्ने चाहिँ चोइस होइन नि त, त्यहाँनिर कम्पल्जन कारणले पनि हो नि त। सो चोइसले चाहिँ जहिले पनि प्रिफरेन्सलाई चाहिँ रिभेल गर्छ भन्ने होइन। चोइस डज नट रिभेल इज प्रिफरेन्स। ओके, देन आफ्टर इन रिस्की एन्ड अनसर्टेन सिचुएसन, होइन, रिस्की र अनसर्टेन सिचुएसनमा पनि यो रिभेल प्रिफरेन्स चाहिँ लागु हुँदैन। सपोज अब हामीले इन्सुरेन्स गर्छौँ भने त हामीले त त्यो भोलि भविष्यमा त के हुन्छ अनसर्टेन छ, अब खोइ लाइफको के हुन्छ थाहा हुँदैन, कतै एक्सिडेन्ट पर्छ के हुन्छ भन्ने कारणले पो लिएको हो नि त। यो हो यस्तो इन्सुरेन्सहरू, यस्तो कुराहरूलाई चाहिँ यसले के गर्न सकेको छैन, समेट्न सकेको छैन, होइन। अब अर्को के हो, फेल टु डिराइभ मार्केट डिमान्ड कर्भ, यसले मार्केट डिमान्ड कर्भलाई पनि के गर्न सकेको छैन, डिराइभ गर्न सकेको छैन। भनेको कस्तो भन्दाखेरि प्राइस चेन्जहरूको डाटाहरू हुँदैन कि यसमा, प्राइस चेन्जहरूको अब डाटा छ त छैन नि त। यहाँ त यस्तो के छ, यहाँ अब हामीले बजेट लाइन बनाऊ, यो डाटाहरू छैन नि यसमा हो। यो कारणले गर्दाखेरि चाहिँ अब यसमा सब्स्टिट्युसन इफेक्ट हो कि इन्कम इफेक्ट हो कि के कुरा हो, हामीले सजिलोले यसलाई छुटाउन पनि सक्दैन हो। यो कारणले गर्दा यो मार्केट डिमान्ड कर्भहरू पनि यो रिभेल प्रिफरेन्स थ्योरीले चाहिँ गर्न सकेको छैन है। यो पनि अर्को एउटा चाहिँ क्रिटिसिजम भयो। ओभर इम्फेसिस अन रेसनालिटी, यसले के भन्छ, अघि भर्खर हामीले यसमा यता पढेको थियौँ नि, कन्ज्युमरको चाहिँ के हुनुपर्छ, एजम्सन चाहिँ जहिले पनि के हुन्छ, रेसनल हुनुपर्छ, रेसनल म्याक्सिमम युटिलिटी गेन गर्नुपर्छ भन्छ। जहिले पनि हामीले म्याक्सिमम युटिलिटी गेन गर्ने भन्ने हुँदैन नि। कोही बेलामा त धेरै रिजन्सहरूले गर्दा त युटिलिटी बजेट भए पनि हामीले युटिलिटी त म्याक्सिमम गर्न सक्दैनौँ हो। त्यो कारणले गर्दा यो चाहिँ एकदम धेरै रेसनालिटीलाई चाहिँ एकदम प्रायोरिटी दिएको छ। यो पनि एउटा क्रिटिसिजम हो है। अनि अर्को के छ भन्दाखेरि इग्नोरेन्स अफ रोल अफ एडभर्टिजमेन्ट रे है। अनि भनेको अब एडभर्टिजमेन्ट गर्यो भनेदेखि त डिमान्डहरू बढ्छ, चोइसहरू कन्ज्युमरहरूले चोइस चाहिँ प्रिफर गर्न सक्छ नि त बढी हो। त्यो त त्यसको कुरामा त एडभर्टिजमेन्टको बारेमा त यो थ्योरीले केही भनेकै छैन। भनेपछि हजुरहरूले बुझ्नु होला यही हो क्रिटिसिजम। अब मैले यति भनेको कुरा हजुरहरूले यसो माइन्डमा राख्नुभयो, सम्झिनु भयो भने यति भयो। अब लेख्न त हजुरहरू आफ्नै ल्याङ्ग्वेजमा लेख्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।